फ्री पार्किङ अरे फ्री वाइफाई त्यसका बाजेको हुनु पनि नेटवर्क त हुँदैन यहाँ अब्बी यसरी आउँछ गाडी त्यसका बाजेको मेरो त फेरि बिचमा कमेडी पनि हुन्छ है पुरै जोगिनुहोस् है पुरै कमेडी साइडमा पाइन ट्री बिचमा म हो अम्बो के दामी देख्यौ व्हाट इज दिस फाटक पिस घुम्ने बेलामा कहाँ मुन्टेको चिज भन्ला जस्तो हो त Hello guys, hello and welcome back to my YouTube channel. Welcome back to my Facebook channel होइन मैले नि अब के भन्नु तपाईँहरूलाई म यस्तो रिस उठेँ कि त्यत्रो मैले टाढाबाट भिडियो बनाएर आएँ हो त्यत्रो बोलेँ कि डल्लै वेस्ट भयो क्या मैले उयो नै के भन्छ त्यो अन्य गर्नु बिर्सेछु नि हौ छ्या अन्त मैले चाहिँ भर्खरै यहाँ सर्ट गर्नु रोकेको थिएँ नि त अन्त त्यति बेला यसो हेर्दाखेरि त अन्य गरेको थिइनँ रहेछ हो रड्डी भन्यो अब तलको फुटेज त डल्लै उयो भइहाल्यो हो म एकपल्ट यहाँबाट पनि गएको छु डाबिल खोज्दै हन्टेड हाउस खोज्नु गएको यहाँबाट चाहिँ म भएर चाहिँ यता छैन रहेछ माथि नै रहेछ ल अब माथि नै अब गएर गर्ला जस्तो छ नि सारा प्लान चौपट अन्त हाम्रो माथि माइलादाहरू पनि माथि छ नि त आज पनि सुट गर्नु भन्दै थियो नि त आज चाहिँ इन्ट्रोहरू बनाउने आज चाहिँ मलाई देखाउँछु भन्दै थियो नि त अन्त मलाई देखाइ चाहिँ अलिकति अब मेरो फेरि इन्ट्रो नै खतरा हुन्छ हो ल अब जाउँ होला माथि वादियाको मजा यस्तो छ नि त मेरो हिन्दी चाहिँ हो बोल्नै जान्दिनँ क्या हिन्दी म वादिया का मजा लेते हुए हम यो रुम डल्लै हरियो भइरहेको छ आज चाहिँ क्या योको लागि अलिकति अप्ठ्यारो छ हो यो भन्दा पनि यो त त्यस्तो उयो लाग्दैन कि ऊ तल अघि मैले भिडियो बनाउँदै आएको थिएँ नि त्यो कोलाई कस्तो अप्ठ्यारो छ नि हौ देउरालीमा बतास चल्यो अब माथि गएर एकदम चिया खान्छु म पुरा आजकोमा गएर एक चिया खाइदिन्छु त्यहाँबाट चाहिँ हुन्छ हाम्रो भिडियो माइलादार चाहिँ यताबाट आयो नि त के भन्छ यो चैते पानी उकालो भएर आयो नि त म चाहिँ त्यो बाटो नआएको क्या मेरो यहाँनिर काम पनि थियो नि त त्यो मेरो ड्राइभिङको लागि क्या त्यो लन्डरको लागि अन्त अहिले हुँदैन अरे अब कहिले अर्को महिनादेखिको होला 9 बजीदेखिको भन्दै थियो नि त अब हेरौँ के हुन्छ अब गाडी सिकेँ भने चाहिँ म गाडी पनि कुदाउँछु हो बाइक पनि कुदाइहाल्छु गाडी पनि कुदाइहाल्छु के पानी चाहिँ परेन रहेछ यहाँ सुक्खै छ मैले बाइक यो भित्रमा हालेको छु यहाँ भित्रमा एकपल्ट यो ग्राउन्डमा अहिले हिल्लै होला के हाल्नु चिप्लेर बङ्गै लड्नु मात्रै हो हिल्लो हुनु मात्रै हो माथि पुगेर मैले तँलाई पनि फोन गर्नु पर्थ्यो भनेको माथि त नेटवर्क नै हुँदैन हो फेरि अम्बो के दामी देख्यौ ओ माई गड व्हाट इज दिस फाटक पिस घुम्ने बेलामा कहाँ मुन्टेको चिज भन्ला जस्तो हो त ओ चिङ्गम सरेमको बच्चा लो जन भनेको डनको बाइक चलाउने से रोकेका कन आम्मामा बिचबाट जान्छ नि त हो आहा यहाँ पनि बनाएछ के हो होइन होला साइडमा पाइन ट्री बिचमा म हो अनि यो भन्दै म जाँदैछु उकालो अब पुरा बोल्नुपर्छ नि त मोटो भ्लगिङमा बोलेन भने फेरि त्यही हो हेर्दैन हो मेरो त फेरि बिचमा कमेडी पनि हुन्छ है पुरै जोगिनुहोस् है पुरै कमेडी छ अझै एकदम के पुरै छाप्पा छुल्ला हानिदिन्छु नि त म पुरा के साफ निस्त नामुद पार्ने खालके यहाँनिर पनि दामी आउँछ सर्ट मैले पहिला यहाँ मेरो बाइक त यहाँनिर सर्ट लिएको नि एउटा हो सो अब यहाँ त लिँदैन हामी सिधै माथि जान्छ हो अब माथि गएर के हुन्छ कसो हुन्छ त्यो भएर बताइहाल्छु म लेट्स गो हिजो चाहिँ मैले छातीमा लगाएको थिएँ नि त माउन्ट हो अन्त यो ह्यान्डलहरू पनि डल्लै देख्दै थियो आज चाहिँ मैले मुखमा लगाएको छु नि त चिनमा लगाएको छु क्या
त्यही भएर चाहिँ तपाईँले ह्यान्डल लिएको छैन तर भ्यू चाहिँ पुरै दामी देख्दै होला क्या निष्ठ न्याम कुदा माथिबाट हुस्सै आउनु थाल्यो त्यो फेरि ओहो पानी चाहिँ नपर्दैछ है भगवान् प्लिज प्लिज गड सेभ मी आई बेग यु डु नट रेन यहाँ यता कता बम्पर पो छ त जोगिनुपर्छ बम्परमा चाहिँ फेरि फ्री पार्किङ अरे फ्री वाइफाई त्यसका बाजेको हुनु पनि नेटवर्क त हुँदैन यहाँ अब्बी यसरी आउँछ गाडी त्यसका बाजेको हर्न पनि बजाउँदै आउन हौ कस्तो डर लाग्छ हौ मेरो मलाई त्यतिका हौ पुरै क्या पुरै हर्न दबाउनु पर्छ क्या एकदम त्यो हर्न केको लागि दिएको दबाउनुको लागि दिएको त्यो बजाउनुको लागि दिएको क्या ओहो फेरि ढुस्से भएर पो आउँदैछ त ए भगवान् म माथि पुग्दाखेरि चाहिँ दिन चाहिँ अलिक राम्रो खोल्नुहोस् है आई बेग यु रिक्वेस्ट यु प्लिज बम्पर रहेछ हो ए तिरिका हो बोल्दा बोल्दा मिस भइदियो नि त यसरी आउँछ गाडी हो यो चाहिँ ठुलो बाटो छ कि यहाँनिर चाहिँ पुरा कर्नरिङ हान्नु मजा हुन्छ क्या ट्र्याक्सन कन्ट्रोल अन छ मलाई केही डर नै छैन क्या यस्तो पानी झऱ्यो चिप्लिँदैन क्या भनेको नपत्ताउ त खोलाले बगान्छ भनेको हो हुस्याउनु थाल्यो नि हो अघि यतापट्टि कस्तो दामी दिनुभएको थियो नि हो हे भगवान् हुस्से चाहिँ खोल्नुहोस् त्यति हो पूरा अभी हम जा रहे पूरे आसमान को चीरते हुए पूरा कोहरा ही कोहरा है त्यो बाटो चाहिँ यहाँ आइपुग्छ क्या यो यहाँ निक्लिन्छ यो चाहिँ तल उसको चैतेपानीको बाटो हो यो यहाँबाट गयो भने चाहिँ सिधा तल निक्लिन्छ तर म जान्न कि साह्रै ठाडो ओह्रालो नाक ठोकिने ओह्रालो छ क्या त्यो हामीलाई यता गर उता गर लङ कट नै मनपर्छ जस्तो कि तपाईँहरूलाई म इक्जाम्पल दिन्छु होइन अब हामीलाई अब सिलगढीहरू जानु छ अरे होइन अब मतलब घुम्दै अब घुम्दै जानुहुन्छ नि हामी कहाँ भएर जान्छु भन्दाखेरि चाहिँ रङटङ भएर जान्छु क्या तिनधारे भएर जान्छु हो अन्त आउँदाखेरि चाहिँ रोहिनी भएर आइदिन्छु क्या रोहिनी किन त्यो यता पङ्खाबारी अब त्यो गऱ्यो भने चाहिँ एकदम तपाईँहरूको अब भ्यू पनि आउने हाम्रो काम पनि बनिन्छ क्या अन्त यहाँबाट पनि भ्यू दामी देख्थ्यो क्या यहाँबाट तर के गर्नु यस्तो हुस्से लाग्छ नि त अलिकति छिटाउनु पर्दो रहेछ मुत्नु रोकेर रड्डी गरेन मैले चाहिँ अब के गर्नुपर्ने यस्तै हो बनाउनु पर्छ भिडियो त अलिअलि भए पनि सो अब यहाँ आइपुग्यो हाम्रो यहाँ अस्ति हामीले यहाँ गर्नुपर्छ रहेछ सुट हो अहिले चाहिँ आइपुग्यो तपाईँहरूको मैले बेल्ट लाउनु बिर्सेछु अहिले चाहिँ यहाँनिर तपाईँहरूको आई लभ चिम्नी आइपुग्यो अब यहाँबाट चाहिँ पुरा आइपुग्यो भ्यू यस्तो दामी देख्छ कि तर के गर्नु पुरै हुस्से लाग्यो चाहिँ अब बनाउनु पर्छ अब यहाँबाट चाहिँ स्वाट्टै बाइक हाल्नुपर्छ स्वाट्टै यहाँनिर राखिदिनुपर्छ यसरी हो यहाँनिर राखिदिनुपर्छ ओहो दबाउनु पर्छ लु अब आइपुग्यो अब अलिकति चिया खाइदिन्छु हो यहाँबाट चाहिँ भ्यू दामी देख्छ नि यहाँबाट हो अहिले हेर्दै जानु अहिले खोलिन्छु एकछिनमा मैले चिया खाइन्जेसम्म खोलेन भने चाहिँ कसैमा घर लगिदिन्छु आँखा पनि दुख्यो ड्रप पनि ल्याउनु बिर्सेँ मैले हो अस्ति हामीले भिडियो बनाएको जग्गा चाहिँ नि यहीँनिर हो हाजी अस्ति हामीले बनाएको भिडियो चाहिँ यहाँनिर बनाएको क्या हो उहाँ चाहिँ हिल्लो छ यतापट्टि बनाउनु पर्थ्यो क्या हजुर के गर्नु घुम्ने कुन चाहिँ कमिङ सुन्छ नि फेरि त्यो त उनीहरूले हालेको छ नि मैले त बनाइदिएको मात्रै हो